हेलो, आज हामी एमजीको कमेट इभी चलाउँदैछौँ। ल हेर्नुहोस्, मेरो साथमा हुनुहुन्छ सहकर्मी मित्र श्रेय रम्तेलजी र म छु तपाईँहरूकै प्यारो साथी अर्जुन सिलेवाल। आज हामी यो एमजीको कमेट इभीको टेस्ट ड्राइभ गर्दैछौँ। वहीँ गर्दै साउन्ड चाहिँ आउँदैन, तर वहीँ चाहिँ गरिरहेछ मनमनै। सानो चिट्टिको परेको गाडी, एकदम कम्प्याक्ट छ डिजाइन पनि र रमाइलो चाहिँ एक्सपिरियन्स राम्रो लाग्यो। बाहिरबाट हेर्दाखेरि सानो देखिए पनि बाहिरबाट हेर्दा सानो देखिन्छ, तर एकदम भित्र बसेर चलाउँदा एकदम ठिक रहेछ गाडी। कसैले किन्न चाहनुहुन्छ नि यही बेच्छु मात्र 17 लाख किन भन्दा मैले त्यतिमै किनेको। यस गाडीको गाडीको सबै कुरो राम्रो छ। गाडीको जस सबै कुरो ठिक छ है। पछाडि स्पेस नि राम्रै छ। अब ड्यासबोर्ड के भन्ने, आन्टी पाख्नुहोस्। ड्यासबोर्ड खासै त्यस्तो छैन, सानो गाडी भएको कारणले गर्दा। यसको टप अर्को भेरिएन्ट आउँछ, त्यसमा चाहिँ डिस्प्ले हुन्छ। डिस्प्ले हुन्छ भन्ने कुरो सुन्नमा आयो। त्यो आयो साह्रै राम्रो। यता मलाई लाग्छ यो त म पनि मजाले चलाउन सक्छु होला। नचलाएर त्यस्तो फिल त हुन्छ, सानो साइज देखेर चलाउन चाहिँ नसके पनि। हेर्नुहोस्, हामी सल्लाहघारीको गाडीमा कमेट लिएर हिँडिरहेका छौँ। कति रमाइलो, पावरलाई हेर्नुहोस्। इन्स्टेन्ट पिकअप फिलिली राम्रो कुद्दो रहेछ। स्वाट हानेर कटाइदियो। तर सस्पेन्सन नि राम्रो रहेछ यसको। जिउ दुखाउँछ, सिउ देखाउने होइन, टाउको चाहिँ सिएर ठोकिन्छ अगाडि। त्यही भएर त सिट बेल्ट लगाउँछु। म त सेल बेल्ट लगाएर स्कुटीमा गर्छु। तर कम्फोर्टेबल चाहिँ राख्न अप्ठ्यारो चाहिँ नरहेछ कि। भनेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ यसमा? बाबा सन्तुष्ट। ल बधाई छ। अर्काको चलाउनु बाहेक मलाई सन्तुष्ट हुन्छ आफ्नै हो। ल हेर्नुहोस्, हामी कमेटमा घुम्दै यो के सैनिक आवासीय विद्यालय भक्तपुरमा आइपुगिसकेको छ। माथि चकरन्डा फुलिरहेको छ र ब्याकग्राउन्डमा हाम्रो ओ माझी दाई भन्ने गीत बजिरहेको छ। दर्शकले तपाईँले भन्दा अगाडि थाहा पाइसक्यो त्यो गीत बजिरहेको र यति भन्दै आजको कार्यक्रम म यहीँ अन्त्य गर्न चाहन्छु। तपाईँहरू सबैजनालाई यो भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया नदिनु भए पनि हुन्छ, किनकि भिडियो साह्रै राम्रो छ। हामीलाई अलरेडी थाहा छ, तपाईँहरूले प्रतिक्रिया दिनै पर्दैन। हामी सिद्ध पोखरी आइपुगेका छौँ। सिद्ध पोखरी होइन, यो अर्कै के पोखरी, नाग पोखरी आइपुगेका छौँ हामी। हस् त, धन्यवाद।